धेरै भयो रे ओभर ओभर मलाई त्यही भएर अहिले छिटो आएको म अब लगभग भरेको थिएन होइन दिमाग पैसा तिर्नु थियो ट्राफिक चोकमा साटै घर आइहाल्यो अर्को पनि एउटा काम थियो फेरि आज पेट्रोल कतै पाउँदैन बुझ्नुभयो अब मेरो गाडीमा हिजो हाल्छु भनेर लास्टै छ खै रेट झर्ने भनेर कतै छैन मार्केटमा पेट्रोल मेरो त 3 दिनदेखि रिजर्भमा थियो अनि हिजो बेलुका हाल्छु भनेर भोलि हालौँला नि त अहिले जान्छु पेट्रोल कतै छैन डराइ डराइ अफिससम्म आयो बलु थन्क्यो भने यहीँ थन्कियोस् गाडी अब एक दिन भनेर नि भरेसम्ममा पाउँछ त्यही रेट सेट झरेपछि त्यस्तै त हुन्छ नि त्यही त अब एउटा सिस्टम बसेर अनि मात्रै खोल्छ नि तिनीहरू भरे बेलुकासम्ममा साँझमा 3-4 बजीतिर एउटा निर्णय गरेर खोल्छ कि तर यिनीहरूको त्यस्तै हो बढेपछि स्वाटै बेच्छ घटेपछि त्यस्तो गर्दो रहेछ अनि यो कर्मचारी धेरै अराजक भयो भन्ने कुरा चारैतिर आयो अफिसमा त्यस्तो भयो भनेपछि आफू चाहिँ अब डराइ डराइ हतार हतार गर्दै अफिस आएछु अहिले मन यो चैतभरि त अलिक बढी नै बच्छ नि त फेरि बिदा हुन्छ सबैलाई बिदा सक्यो भने के प्लान के काम सबैको त्यस्तै भयो यो फान्डमा रत्नी दिदी एक्लैले सम्हालेको म हाजिरी गर्दै हिँडेको हेर्नु म पनि साँचो बोलेँ झुटो बोल्दिनँ म फेरि 9 बजे आएर हाजिरी गरेर हिँड्थेँ जहिले पनि भात लिन आउँदा हाजिरी गरेर कोठा गयो नुहाइ धुवाइ गरेर भात लिन गयो अनि त्यसै गरेर हिँडेँ अनि तपाईँ र 2 जना त आउनु कुरै भएन 500 रुपियाँ दिन त अहिले छैन म उधारो काटिरहेको छु त म पनि उधारै काटेँ भरे दिन्छु नि त भरे देऊ होला नि त सबै उधारो काटिरहेछ सन्तोषका नाममा काट्थ्यो होइन अपना नाममा काट्नु एक और काटो कहीं कौन चीज 200 टका चाय नाश्ता खाए से हम हल दै छी पैसा काटो हमरा पैसे काट दै छी हमारा पैसे एक और काट देनी अपना नाम से हम ठीक चीज अपना नाम से काटना चाहिए कौन ठीक से कहियो ककरो नाम से कहियो सबै क्यामेरामा हेरेर बस्छ सबै क्यामेराले हेरेर बस्दो रहेछ हाकिमले डाइरेक्ट कुनै कुरा भन्दैन उसलाई बोलाएर भन्छ निर्मल सरलाई तर बेला सबै कुरा हेर्न दिएको सबै क्यामेरा हेरेर मात्रै बस्दो रहेछ अर्कै खालको मान्छे वो पूर्व नहीं रहे ना कल्पना मिस को मोटा तुदा चले आयो कल्पना मिस हाजिरी क्या खत्म गेल छे नहीं है सबको तो तैना से लगभग आधी कर्मचारी तो कहाँ छ र आज 10 दिनदेखि कोही छैन अफिसमा सबै त्यस्तै छ सबै हिँडेको हिँडे हेर्छु कता कता हेरिरहेको अस्ति छात्रा म्याडम हस्पिटलमै भेट भयो बुढाबुढी नोभेलमा के चेकअपमा जानुभएको थियो म त्यति सोधिनँ के कसलाई भेट्न आउनुभयो भनेको आफै बिरामी छ सर भन्नुभयो अनि बुढाबुढी जाने बेलामा पनि आउने बेलामा पनि ठ्याक्कै भेट भएको छ नहीं दिए तो हमरा आना नहीं हेती हम तब घर नहीं जेती तो हमरा दत्ता रही तो विदा के टेंशन नहीं रही कि अब घर जाती तो हेती एवरी पाली घरों भेन नहीं गेलिए सोचलिए बीच में 1-2 दिन जेबे पाबन तिहार में घर में मम्मी फोन में एवरी पाली कहियो न कान ले फोने में कान ले के भनेर यो चाहिँ अब सबै दुकान सकिन्छ होला मेरो बाइक थोत्रो भएर मेरो पर्छ भने तपाईँ कहाँ यत्रो दाबी गर्न आउनुभयो 3 दिन बाँकी छ